राष्ट्रिय टिमको जर्सी लाउनको लागि कति दुःख कति मेहनत गर्न पर्छ भनेर त तपाईहरुलाई सोच्न सक्ने एउटा क्षमता पनि छैन। हुन त तपाईहरुले राष्ट्रिय टिमको जर्सी लगाएका मान्छेहरु राष्ट्रिय टिमबाट खेलेका आफ्नो देशलाई चिनाउनको लागि खेल्नु भएको मान्छेहरु संघ संस्थामा बस्नु भएको भए पो अलिकति थाहा हुने गर्दछ। यसरी राष्ट्रिय टिमबाट खेल्नु भएका खेलाडीहरुलाई यसरी हेलना गर्दाखेरि कस्तो हुन्छ राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरुको मन तपाईहरुलाई के थाहा छ? आज मेरो मन छिया छिया भएको छ। मेरो मात्रै हैन, सम्भवतः भिडियो हेरेर त्यहाँ हुने सम्पूर्ण खेलाडीको मन छिया छिया भएको छ। र यो खेलाडीको मात्रै हैन, यो सम्पूर्ण त्यहाँ हाम्रो बीच भलिबलको जुन हामीले साफ गेम खेलेका थियौं त्यो गेमको फोटोलाई चाहिँ कुनै एउटा राम्रो ठाउँमा सजाइएर राख्नुपर्ने ठाउँमा एउटा डस्टबिनको नजिक फालिएको छ। हुन त तपाईहरुलाई हामी मध्ये को मन परेन या खेल मन परेन त्यो त म भन्न सकिन्न। सारै नै त्यहाँ हुने खेलाडीहरुको सबैको मन दुखेको छ र हामी त्यो दुखेको भएर चाहिँ हामी त्योले मात्रै हैन अरूको खेलाडीहरुको पनि मन दुख्ने छ भन्ने एकदम नकारात्मक असर जान्छ। र भलिबल सङ या अब हाम्रो कुन कहाँबाट फालिएको हो त्यो फोटो भिडियो एकदम असाध्यै चित्त दुखेको छ। एकदमै यत्रो दुःख गरेर यत्रो पसिना बगाएर देशलाई मेडल दिलाइयो, अहिले यसरी बेदिसिनु परेको छ। र हाम्रो नाम चिनोस् भनेर हामीले आफूले सकेका दुःख पसिना झारेर देशको लागि मेडल दिलाइयो र अहिले त्यही फोटो त्यही हेरेर नयाँ आउने भाइ बहिनीहरूले केही सिकोस् भन्नु कहाँ छ लगाएर फोटो चाहिँ त्यसरी फाल्नु भएको छ। के त्यो फोटो फाल्ने मान्छेहरूलाई आफ्नो छोराछोरीको फोटो फालेसरी हैन र त्यो खेलाडीहरूको फोटो भनेको त अलिकति पनि तपाईहरुलाई त्यति कुराको पनि हेक्का भएन। आज यस्तो दिन देख्दाखेरि चाहिँ एकदमै दुःख लागेको छ। तपाईहरु सबैले शेयर गर्दै यो फाल्ने मान्छे मध्ये पुर्याइदिनु होला। हुन त तपाईहरुलाई फाल्दाखेरि आनन्द आयो होला, त्यही भएर पनि फाल्नु भयो होला जस्तो लाग्छ। कुनै दिन आउनेछ हाम्रो समय पनि भन्ने छु। र यति भन्दै अब उहाँहरुलाई चाहिँ यसो हरकत आगामी दिनहरुमा चाहिँ नगर्दिनु हुन अनुरोध गर्दछु। त्यसरी फाल्नु भन्दा त बरु हामी कसैलाई सम्पर्क गरेर त्यो फोटो हाम्रो घरमा या हाम्रो अफिसमा पुर्याइदिनु भएको भए पनि धेरै खुसी हुने थियौं। त्यसरी बिनमा फाल्दिनु भएको छ। एकदमै दुःख लागेको छ। आज मलाई एकदमै चित्त दुखेको छ। आगामी दिनहरुमा चाहिँ यस्तो नगर्दिनु हुनलाई अनुरोध गर्दछु। धन्यवाद।